शान्तिबाट आएको मान्यता हो। यो कुनै एआईको रिक्रिएट गरेर उहाँको बारेमा चाहिँ टिकटक बनाएर उहाँ त्यसरी नेता भएको अनि यो चाहिँ डिफ्रेन्स चाहिँ हामीले बुझ्नु पर्छ। को चाहिँ टिकटकले बनाएको नेता हो, को चाहिँ सङ्घर्षको मैदानबाट जन्मिएको सङ्घर्षको मैदानबाट जो नेता आएको छ त्यसलाई चाहिँ हामी सल्युट गर्छौँ, त्यसलाई हामीले मतदान गर्नुपर्छ, त्यसलाई हामीले नेतृत्व प्रदान गर्नुपर्छ। यो टिकटकको पानाबाट गएको थिए, टिकटकमै हरायो, फेसबुकबाट आएको निर्वाचन फेसबुकबाट हरायो। त्यस कारण के हो भने यो जुन निर्वाचन हो यो फेसबुकको पेजमा होइन, टिकटकको चाहिँ पानामा होइन, यो चाहिँ समाज सङ्घर्ष र यो सामाजिक रूपान्तरणको प्रक्रिया अहिले चाहिँ के चाहिँ निर्वाचन एउटा मजाक ब्युटी कन्टेस्ट बनाइएको छ। यहाँ उम्मेदवारको के विचार छ, पार्टीको के एजेन्डा हो, के दृष्टिकोण हो भन्दा पनि उसको हेयर स्टाइल के छ, कस्तो लुगा लगाएको छ, चस्मा कस्तो लगाएको छ हो, त्यसकोलाई हेरेर जुन यो हामीले मतदान गऱ्यौँ भने अहिले मुलुक बदल्ने कुरा गरिँदैछ। मुलुक त बदलिँदैन तर मुलुकको नक्सा चाहिँ बदलिँदैछ। त्यो शान्तिले मुलुक चाहिँ मजाक हुँदैन। मुलुक बदल्ने के सामाजिक रूपान्तरण, त्यसको लोकतान्त्रिकरण, तर यहाँ चाहिँ एउटा यस्ता शक्तिहरू छन् जो मुलुक बदल्ने नाममा मुलुकको नक्सा बदल्न चाहन्छ। यो धेरै ठुलो थ्रेट हो, मुलुकको अस्तित्व नै सङ्कटमा छ। त्यस कारण यो निर्वाचन मात्र होइन, यो आम अरूको बिजनेस एजुकेटर होइन, यो जन्मसँग यो मुलुक रहने वा नरहने भन्ने कुराको चोइस हुँदैन र यो चाहिँ सामूहिक आत्महत्याको बाटो मुलुकलाई तयार गरिँदैछ। यो खतरनाक छ। हेर्नुहोस्, एउटा व्यक्ति जो चाहिँ निर्वाचित भयो भने पनि संसदको पद ग्रहण गर्न सक्दैन, शपथ ग्रहण गर्न सक्दैन, उसले ठुल्ठुला उक्लिन्छ, उसले चाहिँ हामी चाहिँ देश बदल्छौँ, सुशासनको कुरा गर्ने, योभन्दा हास्यास्पद कुरा के हुन सक्छ? तपाईँ दुईचोटि सांसदमा निर्वाचित हुनुभयो, दुवैचोटि तपाईँको क्षेत्र चाहिँ प्रतिनिधित्वहीन भयो, प्रतिनिधित्वहीन भएको हो कि निलम्बन भएको हो कि तपाईँ आफै एउटा अपराधी हुनुहुन्छ। आधा दर्जन लगाउनुभएको मुद्दा चल्दैछ, तपाईँले सुशासनको, विधिको शासनको, लोकतन्त्रको मुलुक बनाउने कुराको उद्देश्य लिनुहुन्छ। अलिकति लज्जा छ। अनि त्यसैमा चाहिँ मान्छेले ताली पिटिरहेको छ। यो एउटा सामूहिक आत्महत्याको बाटो नभएर के हो? त्यही चितवनमा चाहिँ फेरि चुनाव गराउनु परेको हो कि राज्यको चाहिँ 2500 करोड ट्याक्स रुपियाँको हो कि जुन व्यक्तिले पासपोर्टै दुईटा बोकेर हिँड्छ त्यो पार्टीको सभापति छ र जसलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा चाहिँ त्यसरी प्रोजेक्ट गरिएको छ। अहिले त्यो नेतृत्व छ। एकजनाले हिजो भन्दै थिए रवि त चाहिँ त्यसरी मुद्दा लागेको त्यो भेटिन्छ तर बाढी चाहिँ ठिक छ। अनि एउटा सहकारी ठगलाई नेता मान्ने व्यक्ति चाहिँ कसरी ठिक हुन्छ? एउटा व्यक्ति त्यसमाथि आधा दर्जन आरामको मुद्दा चल्दैछ। यो देशको 1/3 जनसङ्ख्या सहकारी पुलिस छ। 74 लाख 75 लाख व्यक्ति चाहिँ त्यसरी यो देशमा सहकारी पुलिस छ। हिजो म यहाँ नीतिहरूको मिटिङमा थिएँ, त्यहाँ एकजना झन्डै आँसु झार्नु भएर सहकारी पुलिस हुँदो रहेछ। यहाँ मैले सुनेको छु कि धरानमा पनि धेरै ठुलो सङ्ख्या सहकारी पुलिस छ। आज चाहिँ जनताको बचत चाहिँ अपचलन गरिएको छ। अनि त्यस्ता व्यक्तिहरू र त्यसको व्यक्तिको पार्टी ठगै ठगको पार्टी तपाईँको त्यसरी न्याय भनेको के हो? रवि लामिछाने टेस्टेड व्यक्ति होइन, दुईचोटि गृहमन्त्री भएको होइन, दुईचोटि प्रधानमन्त्री भएको होइन, अनि सरकारी ठगमा चाहिँ मुद्दा चलिरहेको होइन। त्यो कस्तो न्याय हो? त्यो त अलरेडी टेस्टेड परीक्षण भइसकेको छ। बालिक शाह परीक्षण भइसकेको व्यक्ति होइन। उहाँ चाहिँ महानगरपालिकाको मेयर हुनु 5 वर्षको लागि चाहिँ त्यसमा भने म तपाईँले नेतृत्व प्रदान गर्छु भनेर चुनाव लडेको होइन। बिचमै 2 वर्ष छोडेर हिँड्नुभयो। यो जनता विरुद्ध गरिएको धोका गरियो कि होइन? संविधानमा धारा 116 मा व्यवस्था छ 1 वर्ष भन्दा समय बढी भयो भने त्यहाँ पुनः निर्वाचन गराउँछ। त्यो सिट रिक्त हुँदैछ। अहिले फेरि राष्ट्रको चाहिँ करोडौं रुपियाँको चुन्नेवाला चुनाव गर्नु जुन व्यक्तिले आफ्नो बजेटको 80% खर्च गर्न सक्दैन,
जम्मा 20% खर्च भयो, 80% त अनस्पेन्ड मनी छ। तपाईको चाहिँ भएको बजेट खर्च गर्ने क्षमता छ। यत्रो चाहिँ त्यसरी कामहरु गर्न बाँकी छ, तपाईले त्यसरी खर्च गर्न सक्नुहुन्छ। अनि चाहिँ तपाईको कुरा गर्दै हुनुहुन्छ र अर्को कुरा म के भन्न चाहन्छु भने कि ठीक छ, नेपाली कांग्रेस पनि अहिले टोटली इफेक्टिभ डिफर्म। अब हिजोको नेपाली कांग्रेस चाहिँ अनि हाम्रो युवाले चाहिँ नेपाली कांग्रेस चाहिँ के छ कम्प्लिटली रूपान्तरित भयो, संरक्षित परिवर्तन भयो। एउटा साहसी युवाहरू चाहिँ के छ नेपाली कांग्रेसको नेतृत्वमा आए, जेनेरली युवाहरू आए र यो मुलुकलाई रूपान्तरित गर्ने एउटा संकल्प हामीले लिनु पर्यो। यो राष्ट्रले चाहिँ के छ एउटा नयाँ निर्णय लिने बेला यो इज नट बिजनेस एज युजुअल। यो रूपान्तरणको समय हो। मुलुकको भविष्य रहने वा नरहने, मुलुकै रहने कि नरहने, मुलुकको नशा सही सलामत रहने वा नरहने भन्ने कुराको चोइस हुन गइरहेको छ। यो मजाक छैन। आज चाहिँ के हो भने अब यही क्षेत्रको पनि अर्को हर्षा पाइने यही क्षेत्रको हो। उहाँले छोरा कुरा गर्नु, उहाँले चाहिँ कति वर्षको लागि चुनाव लड्नु भएको यहाँ मेयर हुनुभयो अनि बिचमै छोडेर हिँड्नुभयो। जुन व्यक्तिले भोलि चाहिँ प्रधानमन्त्रीको पद उहाँले पाउनेवाला छैन अनि त्यस पाइहाल्यो भने पनि भागेर हिँड्नुहोला। के तपाईँहरूको कमिटमेन्ट छ? यो पद प्राप्त गर्ने एउटा कन्ट्र्याक्ट पनि जनता र मतदाताको बिचमा एउटा कन्ट्र्याक्ट गर्नु। त्यो कन्ट्र्याक्टले गर्नु रेस्पेक्ट गर्नुपर्ने। 5 वर्षलाई चुने, 2.5 वर्षमै छोडेर हिँड्ने, 3 वर्षमै छोडेर हिँड्ने, अलिकति मिनिमम लेभल अफ नैतिकता छ। नैतिकता पनि हुनु पर्यो। ठिक छ, कानुनी रूपमा हामी उहाँले बाध्य बनाउन सक्दैन, तर एउटा नैतिक बन्धन हुन्छ। राजनीतिमा नैतिकता भन्ने चिज हुँदैन। ब्रिच अफ प्रमिस हो कि होइन, ब्रिच अफ ट्रस्ट हो कि होइन, यो धोखाधडीको राजनीति हो कि होइन। किनभने राजनीतिलाई उहाँले सामाजिक त्यो वाणिज्यमा पनि लागु हुन्छ। धेरै किसिमका पात्रहरू हुन्छ, पात्रमा धनुको पात्रहरू त धेरै छ। जो चाहिँ के छ कोही प्रदेश सभाको सिटमा भागिरहेको छ, कोही सांसदको, कोही चाहिँ यो मेयरको सिट छोडेर भागिरहेको छ। भनेपछि राजनीति भनेको के हो? तपाईको व्यक्तिगत महत्त्वाकांक्षा पूर्तिको साधन मात्रै हो। मतदाता भनेको तपाईको व्यक्तिगत महत्त्वाकांक्षा पूर्तिको साधन मात्रै हो कि तपाईको ती सामाजिक दायित्व पनि छ? कि मुलुकका प्रति पनि केही दायित्व छ? मतदाताका प्रति केही दायित्व छ? आफ्नो निर्वाचन क्षेत्रका प्रति पनि केही दायित्व छ? कि ती भोटरहरू तपाईको महत्त्वाकांक्षा पूर्तिका साधन मात्रै हो? यो मतदाताको यो भन्दा घोर अपमान दिनु। मतदातालाई तपाईको केही गोजीमा छ। आज म मेयरमा चुनाव लड्छु, मलाई मेयरमा जिताऊ, म 5 वर्षलाई भन्छु, 2 वर्ष छोडेर हिँड्छु, फेरि मलाई सांसदमा पनि जिताऊ। मतदाता भनेको तपाईको चाहिँ थैलीमा छ। मतदाताको आफ्नो ब्रेन छैन, आफ्नो माइन्ड छैन हो। त्यसकारण के छ म के भन्छु भने यो मतदाताहरूको, नागरिकहरूको यो भन्दाको गम्भीर अपमान हुनेछ। तपाईले मतदातालाई, जनतालाई के छ आफ्नो महत्त्वाकांक्षाको पूर्तिको साधन मात्रै ठान्नुभयो। एउटा एक्सपेरिमेन्टको रूपमा लिनुभएको छ। तपाईसँग कुनै लङ टर्म कमिटमेन्ट छैन, भिजन छैन, प्रतिबद्धता छैन। तपाईँ चाहिँ के छ यो टापिके नेता हो, फेसबुकले बनाइदिएका नेताहरू, सामाजिक सञ्जालले बनाइदिएको नेताहरू। टेस्टेड कहाँ छ? टेस्ट कहाँ भएको छ? परीक्षण कहाँ भएको छ? त्यसकारण के छ यो गम्भीर कुरा हो। अरूलाई त्यसरी गाइड गर्न सजिलो छ। हेर्नुहोस्, इन्स्टिट्युसन बिल्डरहरू इन्स्टिट्युसनहरू बनाउनु पर्यो, संस्थाहरू बलियो बनाउनु पर्यो, स्टेबल इन्स्टिट्युसनहरूलाई चाहियो, लोकतान्त्रिक संस्थाहरूले बलियो बनाउनु पर्यो। आज चाहिँ के छ भने मुलुकको जुन इम्युन सिस्टमलाई कसरी कमजोर बनायो? मुलुकको इम्युन सिस्टम के हो? लोकतन्त्रको इम्युन सिस्टम के हो? एउटा अदालत। अदालतले तपाईले मुद्दा चलाउँछ अनि के भनिन्छ भने यो प्रतिशोध हो। अदालत न्यायाधीशहरू झोले भए अब के गर्दै एउटा लोकतान्त्रिक संस्थाले चाहिँ ध्वस्त गर्दैन। अदालतलाई चाहिँ के भन्दै हुन्छ झोले हो, न्यायाधीश झोले। तपाईले छुने बित्तिकै त्यो झोले हुन्छ, छोड्ने बित्तिकै त्यो चाहिँ न्यायाधीश चाहिँ भगवान हो। आफ्नो सुविधा अनुसार तपाईँ व्याख्या गर्दै हुनुहुन्छ अनि सारा तथ्य
तथ्यहरू प्रमाणहरू त्यसरी चाहिँ सरकारको पैसा यो खाताबाट त्यो खातामा गएको छ, त्यसरी यो खातामा आएको छ, त्यो खाताबाट ससुराको नाममा पैसा गएको छ, श्रीमतीको नाममा पैसा गएको छ, स्पष्ट 16 करोड रुपैयाँ चाहिँ टोटल आएको छ। 16 करोड रुपैयाँ कालीकोटमा अस्पताल बनाउन जम्मा गरियो। अब हाम्रा चाहिँ हामी नेपाली धेरै सिधा विदेशमा बस्ने नेपाली धेरै सिधा पैसा भने चाहिँ हालिएको छ। 16 करोड रुपैयाँ जम्मा गर्नु त्यसको चाहिँ हिसाब जारी छ। त्यहाँ चाहिँ कुनै खाली चाहिँ त्यसरी धारा उठाएको बनाइएको छ र मान्छेले के भन्छ 16 करोड उठायो त्यसमा पनि आफ्नो श्रीमतीको नाममा पैसा ट्रान्सफर भएको थियो। अब यो सबै चाहिँ त्यसरी एआईले बनाएको भनिन्छ। यहाँ त त्यसले सत्य कुरा गर्यो भने एआईले बनाएको उहाँको बारेमा चाहिँ प्रशंसा गर्नु हो यो चाहिँ अर्ग्यानिक हो। त्यसकारण यसरी हामीले पनि यो भ्रमहरू चिन्नु छ। यो चाहिँ हामीले आफ्नो कुरा सेट गर्न सकिन्छ। स्ट्राटेजी भनेको अहिले मार्केटिङ जस्तो भयो। जो सबै स्मार्ट मार्केटिङ स्ट्राटेजी छ त्यो नभएको प्रडक्ट पनि बेचिरहेको, हुँदै नगरी प्रडक्ट बेचिरहेको, सोशल मिडियाबाट नगरी प्रडक्टहरू बेचिँदैछ मार्केटिङ स्ट्राटेजीको आधारमा। तर हामीले आफ्नो धेरै अर्ग्यानिक प्रडक्टहरू बेच्दैन, हामीले बिक्री गर्न सक्छौँ। राम्रोसँग दिइरहेको हाम्रो जुलुला दिइरहेको उहाँहरूको सिस्टम छ त्यो। वहाँ चाहिँ 5 दिनमा उहाँले बनाइदिएको उम्मेदवार भयो। 5 दिनमा चाहिँ एकदम टिकटकमा चाहिँ 5वटा भिडियो बनाएर अपलोड गरेर अपलोड भएको उम्मेदवार भनेपछि यी सबै रिसाइकल पर्सनालिटीहरू है, नयाँ भन्ने रिसाइकल भनेर त बुझ्छ हैन। यी सबै रिसाइकल पर्सनालिटी यिनै सोनी बालले निक्ले बारेको त्यत्रो अवसर पाएको यो आएको मलाई के भने एक दिनमा यहाँ भएका अधिकांश मार्गहरू सबै रिजेक्टेड मार्गहरू हेर्नु छ, सबै रिजेक्टेड मार्गहरू छ। कुनै को पार्टीबाट भागेर यहाँ चुनाव लडिरहेको, कोही कहाँबाट र यो कुरा त सार्वजनिक भएको दिदीको टिकट बेचियो भन्ने कुरा त आएको हो। यस्ता कुरालाई किन हामीले इस्यु बनाउन सक्दैन? उसले सुशासनको कुरा गर्ने अधिकार छ। त्यसले टिकट चाहिँ निलाम बढाउनमा राख्छ, टिकट बिक्रीमा राख्छ। टिकट बिक्रीमा राखेको 50-50 हजार रुपैयाँ त आइयो खाइएको छ। त्यो पैसाको हिसाब के हो? कुनै हिसाब छ? आज चाहिँ एकजना उम्मेदवारले राष्ट्रपाबाट मैले चाहिँ रुनै बन्द गर्नु हो। सर म के गर्नु? मलाई त यो उम्मेदवारी खुसी हो। यो 50,000 रुपैयाँ पनि दियो, उम्मेदवार पनि बनाउँदैन। मैले अब मैले के गर्न सक्दिनँ हैन। सरले पब्लिकली बोलिदिनु पर्यो। मैले पब्लिकली बोलाउँला, तर हामीले एउटा चाहिँ मोर्चा बनाउनु पर्यो, फ्रन्ट बनाउनु पर्यो। र यो राजनीतिक भ्रष्टाचार भइरहेको छ, धोखाधडी भइरहेको छ, दिउँसै रात पार्ने काम भइरहेको छ। त्यसलाई चाहिँ के छ भने त्यसको प्लाटमा चाहिँ त्यसरी जिहाद गर्नुपर्ने आवश्यकता छ। किनभने लोकतन्त्र त हाइलाइट हुँदैछ हुँदै हेर्नुहोस्, यो त मुलुकको सोभरेनिटीमाथि अट्याक गरेको थियो। तिनै शक्तिहरूको ठुलो कुरा चाहिँ सिंहदरबार जलाइएकै हो, संसद भवन जलाइएकै हो, सर्वोच्च अदालत जलाइएकै हो। यही अभियुक्तहरूको जहाँ जुन अदालतमा मुद्दाको फाइल छ त्यो अदालतको त्यो 8 चुनी गरेर जलाइयो। यति भए पनि कुरा बुझ्दैनौँ हामी। यति भए पनि कुरा बुझ्नु पर्ने हो। 14,000 के छ भने हार्डकोर क्रिमिनल्सहरूलाई जेलबाट निकालियो, भगाइयो। र सरकारी पुलिसवाला सरकारीवाला त यो चाहिँ प्रतिशोध भयो अनि जेलबाट भगाएको कुरा त हामी सबैले देखेका हौँ। र सरकारीको फाइल त सबैले हेर्न पाएको छौँ। कुन खाताबाट कसरी पैसा गयो हामीले देख्न पाएको छौँ। आम जनताले त्यो भन्न सक्छ। त्यो त अदालतमा छ, वकिलले हेर्न पाए, न्यायाधीशले हेर्न पाए। तर जेलबाट भागेको भगाइएको कुरा, जेल तोड्न लगाइएको कुरा, हत्याहरू तोड्न लगाइएको कुरा टेलिभिजनको देखाइएको हो। त्यति कुरा पनि हामी बुझ्दैनौँ। अनि चाहिँ हामी त्यसलाई चाहिँ भगवान मान्न तयार छौँ भनेपछि हाम्रो कसैले रक्षा गर्न सक्दैन। यस्ता मतदाताको यस्ता नागरिकको कसैले रक्षा गर्न सक्दैन। जो आत्महत्याको बाटोमा छ कसैले रक्षा गर्न सक्दैन। यो कुरा चाहिँ के छ पिपुललाई बुझाउन जरुरी छ। भ्रमहरू तपाईको बुद्धिजीवीहरू हुन्छ, यु आर द मेसेन्जर अफ डेमोक्रेसी। तपाईहरु एउटा व्यक्ति 10,000 भोट बराबर हुन्छ।
तपाईहरु मेसेन्जर अफ डेमोक्रेसी लोकतन्त्रका सन्देश वाहकहरु यो मेसेज चाहिँ के छ जनतामा पुग्नु जरुरी छ। यहाँ त के छ भने सोशल मिडियामा एकहरु प्रचार गरेर माइन्ड वाश गरियो। करप्ट मान्छेहरुले ल्याएर समाजवादीको स्थितिहरु अरबपतिको छोराहरु टिकट बाँडेको होइन। अरबपतिहरुले पैसा खाएर चाहिँ त्यसले समाजवादीमा नाम राखेको हो। त्यो कुरा हामीले इस्यु बनाउन सक्यो, मुद्दा बनाउन सक्यो र नेपाली कम्युनिस्ट पनि मुद्दा बनाउन सक्यो। धर्मसुरजीले भनेको युवा नेताहरु त्यसमा बोल्नु। आज चाहिँ के छ भने सम्पत्ति शुद्धिकरणको मुद्दाहरु दर्जनौंको संख्यामा मुद्दाहरु उठाइले मैले संसदमा हित नहालेको मुद्दा फिर्ता भइसक्यो। तर के छ भने उहाँ के बोल्नु यहाँ त के छ भने हामीले कहानी जीवन उहाँ लिएर भेट्न जान्छ। लघु कारागारलाई त पशुपति नारायणको मन्दिर बनाएको थियो। सबै गरेर मार्दा थियो। कांग्रेसको नेता पनि माओवादीको नेता पनि त्यो चाहिँ पवित्र धाम जस्तो थियो। लघु कारागार अस्ति चाहिँ भैरवाको कारागार त्यो चाहिँ पवित्र धाम थियो। त्यहाँ गएर सबैले चाहिँ माथा टेक्थे। कांग्रेसकै मान्छेले पनि गएर माथा टेके। देखेको हो कि हो त्यस्ता कांग्रेसको पनि शब्दले एक्सपोज गर्नुपर्छ पर्दैन। त्यसको नेता मान्ने अनि कसैले हाम्रो रक्षा गर्न सक्छ? त्यस कारण के छ विषय हाई ल्यान्ड यु हेभ टु स्पीक द ट्रुथ। सत्य बोल्नु पर्छ। तपाईहरु बुद्धिजीवीहरु हुनुहुन्छ। त्यो त राष्ट्रवाला भइहाल्यो नि। आफ्नो मान्छे खाली भनेको थियो हेर्नु। हिजो एउटा चाहिँ राष्ट्रवादी उम्मेदवारले एउटा बालिकाको चाहिँ हत्या दुर्घटना भाग्यो। अनि चाहिँ के छ भने उनीहरूले रक्षा गर्दैन। एउटा यसो परिहाल्यो दुर्घटनाको कुनै रूप हुँदैन। अनि हिजो के पनि त्यो बेला अब कोशीको मन्त्री कोशीकै भन्नु हो गर्दाखेरि कस्तो ठुलो लडाक हुन्छ। भनेपछि चाहिँ के छ भने यो कस्तो खालको भएर यो डबल स्ट्यान्डर्डको राइट छ। तर हामी चाहिँ के छ त्यसको बारेमा चिन्न सक्दैन। हामीसँग चाहिँ के छ आफ्नो मेसेज दिन सक्ने क्षमता छैन। जनतासँग संवाद स्थापित गर्ने हाम्रो नेतृत्वमा क्षमता छैन। आज मुद्दा फिर्ता लिन्छ। कुनै कांग्रेसी नेताले बोल्नु पर्छ पर्दैन। अहिले मुलुक आस्पद हुँदैछ। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिँदाखेरि यसको कि अहिले नेपाल ब्ल्याक लिस्टमा अन्तर्राष्ट्रिय इन्टरनेसनल फाइनान्शियल इन्स्टिट्युसन हो। यो फिर्ता लिएपछि उनीहरूले चेतावनी दिएका छन् हामी नेपालले ब्ल्याक लिस्ट गर्छौँ। ब्ल्याक लिस्ट गर्दाखेरि नेपालमा कुनै विदेशी सहायता आउँदैन, कुनै लगानी आउँदैन, बाहिरको पैसा नेपालमा आउनै सक्दैन। नेपालको ब्याङ्किङ सिस्टम कोल्याप्स हुन्छ। नेपालको पैसा पनि इन्टरनेसनल कम्युनिटीले के हो यो सबै फ्रड हो कि के हो भनेर नकली नोट फेल हुँदैछ। तर हाम्रो मान्छे पनि बोल्छ। बोल्नु पर्यो कि परेन यसलाई एक्सपोज यसलाई त राजनीतिक मुद्दा बनाउनु पर्ने हो कि निर्वाचनको बेला नोबडी स्पिक्स। अनि यसको तारिख चाहिँ के छ हामी त एउटा चाहिँ जनतालाई जस्तो हामी काउन्टर एट्याक गर्न सक्दैनौँ। यत्रो ग्लोरियस हिस्ट्री छ नेपाली कम्युनिस्टको। यत्रो गौरवपूर्ण इतिहास छ। क्रान्तिबाट संघर्षबाट चाहिँ के छ उठेको पार्टी हो। थोरै चाहिँ फ्युचर गर्ने बनाएको पार्टी त होइन। त्यसले बनाएको पार्टी होइन। 60 सालदेखि यसले निरन्तर हरेक क्रान्तिको हरेक सङ्घर्षको नेतृत्व लिएको होइन। अनि त्यो चाहिँ केही पनि होइन अरे। अनि चाहिँ के छ भने नाचगान गरेर टिकटक बनाएर त्यो चाहिँ नेता भइरहेको। यो भाइरल हुने जुन पार्टी छ यो खतरनाक पार्टी यो चाहिँ सस्तो लोकनेताहरूले जुन राजनीति यो खतरनाक राजनीति एउटा लोकतन्त्र विरोधी हो। फासिस्ट त्यसै जन्मिँदैन। एउटा के छ भने अहिलेको एउटा किताब आएको छ वाइ डेमोक्रेसी डाइङ लोकतन्त्र वर्ष। त्यसमा के भन्छ भने अहिलेको दुनियाँमा लोकतन्त्रलाई सबैभन्दा ठुलो खतरा त्यो मिलिट्री जनरलबाट होइन, बन्दुकबाट होइन, मिलिट्रीबाट होइन, सबैभन्दा ठुलो खतरा भनेकै यस्ता पपुलिस्टहरुबाट अहिलेको लोकतन्त्र सबैभन्दा ठुलो खतरा यिनीहरुबाट। यिनीहरुले के गर्छन् जनताले चाहिँ एक जनताहरुको आँखामा छालो हाल्छ। गलत व्यक्तिहरु जस्तो जेलेसी जस्तो व्यक्तिहरुलाई तयार गरिन्छ, रातारात तयार गरिन्छ। एउटा कमेडियनलाई बनाइदिन्छ नि रवि नारायण मौलिकका पढाएको कमेडियन त्यहाँ चाहिँ हरेक नेपालीको कार्यक्रम हुँदाखेरि उसको एउटा काम के थियो उसले कमेडीहरु देखाउने डान्सहरु गर्ने गर्नु। हामीले त्यहाँ व्हाइट हाउस अगाडि जुलुस निकाल्ने नेपालमा लोकतन्त्र बेला इन्डियाले पुग्यो।
उनीहरू यो गएर चाहिँ के अरे यो नेपालमा लोकतन्त्र छ, यो विदेशीहरूले नेपालमा चाहिँ के छ यो लोकतन्त्र हटाउन चाहिरहेछ भनेर उनीहरू विरोध गरेर व्हाइट हाउस र त्यस्ता व्यक्तिहरू त्यस्ता पात्रहरू कुनै डेमोक्रेटिक हिस्ट्री छैन। हिजो चाहिँ नेपाली कांग्रेसका मान्छेहरू निर्वाचनमा आउँदाखेरि सङ्घर्षमा आउँदाखेरि जेलमा आउँदाखेरि यी कहाँ थिए? कहीँ थिए? कुनै सङ्घर्षमा छ? कुनै आन्दोलनमा छैन। यी सबै चाहिँ के छ फेसबुकको पेजबाट उत्पत्ति भएको देख्छ। त्यसकारण के हो भने म यहाँलाई आग्रह गर्छु तपाईहरु यो मेसेन्जर डेमोक्रेसी लोकतन्त्रका तपाईहरु मेसेन्जर छन्, बुद्धिजीवीहरू हुनुहुन्छ र अब चाहिँ के छ यो जनसङ्घर्ष मुलुक रहन्छ कि रहँदैन, मुलुकको नशा रहन्छ कि रहँदैन, मुलुकको लोकतन्त्र रहन्छ कि रहँदैन, संविधान रहन्छ कि रहँदैन, यिनीहरूले हिजो संहिता खराब हो भने अब फेरि चाहिँ संहिता ठिक हो भने कुनै नीति छ? मधेसमा संहिता ठिक, जनजातिको बिचमा संहिता राम्रो भयो, फेरि काठमाडौँ पुगेपछि संहिता खराब हो। काठमाडौँमा एउटा भाषा, मधेसमा आएर अर्को भाषा, दिनाज क्षेत्रमा आएर अर्को भाषा हो। यो चाहिँ तपाईहरुले चिन्नु जरुरी छ। यदि सामान्य कुरा चाहिँ हामी बुझ्दैनौँ भने वी डोन्ट डिजर्भ डेमोक्रेसी। यदि कुरा चाहिँ हामी बुझ्दैनौँ भने हामी लोकतन्त्रको लायक नहीं। थ्यांक यू सो मच।